गुड मर्निङ। मर्निङ नानी। पूजा गर्न आउनु भएको? हजुर। यहाँ गायत्री मन्दिरमा पूजा गर्नु भएको कति वर्ष भयो? म त भयो होला हौ नानी, धेरै नै वर्ष भइसक्यो। नभन्दा पनि कति भयो? हजुर 2011 देखि होला हैन? झन्डै 13 वर्ष जस्तो भयो। दार्जिलिङ छोड्नु भएको कति भयो? दार्जिलिङ छोडेको त्यति नै भयो नानी। हजुर त्यति नै भयो है। तर जाँदै आउँदै गर्छु, अब घर त माथि नै हो। रिना अनि गुड मर्निङ। पूजा गर्न आउँदैछौ है? आनन्द आउँछ है एभ्री डे। म पनि बेलुका त कहिले भ्याउँदिनँ, कहिले भ्याउँछु हो। अनि आमा तपाईँ कहाँ जन्मिनु भएको? रङ्बुल नानी। ए रङ्बुल हो। ए घुममा चाहिँ घर छ नि त है तपाईँहरूको मूल घर? हजुर, ससुराली चाहिँ जोरबुङ्ला, मूल घर चाहिँ हाम्रो जोरबुङ्लामा हो। हजुर। मेरो माइती घर चाहिँ रङ्बुल। रङ्बुल है। चाची पूजा के आज आप कहाँ से हो? आपका जन्म कहाँ हुआ? मेरा बलिया से बनी। पूर्णिया। पूर्णिया। पूर्णिया कैसा है? अच्छा होगा ना? नाम सुनते वक्त खेती किसान है। और चाचा जी आपका घर? चाचा का तो एकदम गांव का दूर है, झलाड़ी। 50 किलोमीटर। अच्छा एक दिन जाएंगे आपका गांव में, ठीक है? गाड़ी लेके। कौन है वहाँ घर में अभी? भाई है इनका। अच्छा भाई है ना? आप लोग सेवा करते हैं। आप लोग जैसा तो मन एकदम मन को बस में नहीं रख पा रहे अभी तक। अनि आमाको पनि भक्ति भाव देखेर पुरा एन्करेज हुन्छु हो म पनि। सकुन्जेल गर्नुपर्छ। हजुर हो नि हो नि। आमा कति वर्ष पुग्नुभयो तपाईँ? म त अहिले 76 77 अझै 10 वर्ष पूजा गर्नुपर्छ। अझै 10 वर्ष पूजा गर्नुपर्छ। त्यसो भने हाम्रो फुपाजु 96 सम्म हुनुहुन्थ्यो होइन? तपाईँको सम्झी 96 सम्म हुनुहुन्थ्यो। मैले नि अस्ति प्राइम मिनिस्टरको इन्टरभ्यू सुनेँ क्या। सुन्दाखेरि चाहिँ अन्त उहाँलाई सोधेको फरेनमा कि तपाईँलाई इनर्जी कसरी आउँछ यस्तो भनेर सोध्यो कि पत्रकारले। भन्दाखेरि व्रत लिनुहुन्छ होइन भनेर सोधेँ। अन्त त्यो पत्रकार पनि व्रत लिएर आएको रहेछ क्या त्यो दिन। अन्त मैले भने तपाईँलाई सोध्नुको लागि, तपाईँसँग इन्टरभ्यू लिनुको लागि मैले पनि व्रत लिएको छु भनेर भन्नुभयो होइन। अन्त उहाँले चाहिँ भन्नुभयो, प्राइम मिनिस्टरले भन्नुभयो म त तातो पानी खान्छु, तातो पानी खान्छु अनि व्रत लिन्छु म, त्यही मेरो इनर्जी हो, हट वाटर होइन। अन्त तातो पानी खानुहोस् अनि जति व्रत लिनुहुन्छ त्यति इनर्जी आउँछ भनेर भने क्या। मंदिर में जादूपुरिया पूरा चिरती है ना पंडित जी, तो कहाँ से ताकत लाती हो जितना व्रत करती हो? बोलते कि भगवान जाने, माँ देती है ताकत, हम करो ना। अब बताइए हम लोग इतना भूखे रहते हैं, फिर भी हम इतना करते हैं, तो माता रानी का कृपा। माता रानी का कृपा। आमा तपाईँले नि, तपाईँ एउटा गुड हाउसवाइफ त हुनु नै हुन्छ होइन? हाउस मेकर हुनुहुन्छ होइन? अनि सबैले तपाईँलाई माया गर्छ। हामी सबैले गाउँको आमा तपाईँ होइन? हाम्रो यहाँको पनि तपाईँ गार्जेन है, सार्वजनिक आमा, पवित्र नगरका आमा हुनुहुन्छ होइन? अन्त अनि अहिले त नाता नातिनी पनि भयो, घरमा बिजी हुनुहुन्छ होला? त्यति साह्रो बिजी त छुइनँ, दिनभरि बसी बसाइ। हजुर। यता गऱ्यो उता गऱ्यो, यसो नानीहरूलाई करायो, बस्यो, यसो खेलायो, वही तो जिंदगी। पास भइहाल्छ। उसके साथ तपाईँ आउँदा रमाइलो लाग्छ नि। अनि पण्डितजी राधे राधे। ल तपाईँ भन्नुहोस् मन्दिरमा के समस्या छ हौ? जयन्ती मंगला काली भद्रकाली पालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमस्तुते। अहिले अति नै पावन महिना चैत्र नवरात्र, माता भगवतीको सबैमाथि अखण्ड असीम कृपा बनोस्। र आउँदै गरेको हाम्रो नेपाली 2082 सालको सबैलाई हार्दिक मङ्गलमय शुभकामना पनि। र अहिले अति नै राम्रो पवित्र महिना पनि चल्दैछ। हाम्रो गायत्री मन्दिरमा, ग्राम गोर्खा गायत्री मन्दिरमा सामूहिक सबै जनकल्याणको लागि भनेर सतचण्डी भनौँ या अनुष्ठान एउटा आयोजन हाम्रो प्रत्येक वर्षै हुन्छ।
वर्षमा 2 पल्ट, एउटा आश्विन मासमा र एउटा चैत्र मासमा। आज चैत्र मासको हाम्रो तृतीय दिवसको प्रातःकालीन पूजा हामीले सम्पन्न गरिसकेका छौँ। मन्दिरमा धेरै चिजको सुविधा असुविधा हेर्नु जाँदा त धेरै छ, तर जे होस् यहाँ आएपछि मान्छेलाई एक प्रकारको अलौकिक शान्ति प्रदान हुन्छ। यो एउटा दैविक शक्ति भनौँ या माताजीको कृपा भनौँ। धेरै मान्छेहरू सङ्कटमा परेका मान्छेहरू, मुसिबतमा परेका मान्छेहरू यो मन्दिरमा आएर मनोकामना गरेपछि त्यस्ता मुसिबत या सङ्कटबाट मुक्त पाएको प्रत्यक्ष उहाँहरूले आएर हामीलाई जनाउनुहुन्छ। गुरुजी यहाँ आएर हामीले दर्शन गरेपछि या यहाँ पूजा गरेपछि मेरो यस्तो प्रकारको सङ्कट थियो, त्यो सङ्कट मेरो निवारण भयो भन्ने। यो मन्दिरको इतिहास पनि प्राचीन छ, धेरै पुरानो इतिहास हो। सायद पवित्र नगरमा सबैभन्दा या सिलगढीकै सबैभन्दा प्राचीन हुनसक्छ। हालाकि केही यसले गर्दा यो हाम्रो मन्दिर लाइटमा आउन सकेन, त्यो अलग कुरा हो। तर इतिहास कोट्याउँदै हेर्दा जाने हो भने हाम्रो मन्दिर धेरै प्राचीन मन्दिर हो। किनभने यो ग्राम गायत्री गोर्खा मन्दिर जति बेला यहाँ गाउँ थियो, गाउँका किसानहरूले खेती गर्नुहुन्थ्यो, त्यति बेला यो पछाडि हाम्रो जुन छ हामी जसलाई ग्राम स्थानी भन्छौँ, त्यहाँ संसारी पूजा गर्ने ठाउँ थियो। जब खेती लगाउनुहुन्थ्यो, खेती लगाउनु बेलामा भन्दा पहिले या खेती उठाइसके पछाडि सबै गाउँका किसानहरू मिलेर त्यहाँ पछाडि ग्राम देवताहरूको पूजा गर्नुहुन्छ भन्ने यस्तो हाम्रा यहाँका पुराना बुद्धि या बुजुर्गहरूले हामीलाई वयोवृद्धहरूले यहाँको कहानीहरू बताउनुहुन्छ। र देख्दै देख्दै समयअनुसार परिवर्तन पनि हुँदै गयो। पहिले मन्दिर मात्रै थियो, भगवतीको कृपाले अगाडि हल बन्यो र धेरै चिज अझै हामीलाई आवश्यकता छ। माता रानीको कृपा भयो भने अवश्य कुरा पनि हुन्छ। र विशेष गरेर चाहिँ हाम्रो यहाँ अहिले वर्तमान चाहिँ अलिकति मन्दिरलाई मेन्टेनेन्स गर्नुपर्ने छ, किनकि काफी पुरानो पनि भयो र वर्षाको समयमा चाहिँ अलिकति हामीलाई पानी लगातार पर्दाखेरि भित्र पानी चुर्ने चाहिँ त्यस्तो समस्या चाहिँ अहिले 1-2 वर्षदेखि देखिएको छ। र त्यसलाई हामीले चाँडोभन्दा चाँडो माता रानीले यो पनि हाम्रो पुरा गरिदिनुहुन्छ होला होइन। हामीलाई चिन्ता लाग्छ, तर चिन्ता अनुसार माताले हामीलाई यो सबै पुरा पनि गरिदिनुहुन्छ होइन। र आज यो शान्ति पाउँदैछौँ होइन। हाम्रो अष्टमीको हवन चाहिँ कति तारिक हुन्छ? हाम्रो हवन प्रात पूजा पश्चात अष्टमी किन नवमी हामी प्रत्येक वर्ष हाम्रो यहाँ अष्टमी नै हामी पुज्ने गर्छौँ। कसैले अष्टमी कति तारिक पर्यो? 5 तारिक। 5 तारिक। अरू 6 तारिक रामनवमी पनि छ। त्यस दिन ज्यादा भिडभाड पनि हुन्छ, मान्छे यात्रामा पनि जान्छ, जुलुसहरू निस्किन्छ, अब रथ यात्राहरू पनि निस्किन्छ। त्यसले गर्दा अब कसैलाई असुविधा पर्न सक्छ भनेर चाहिँ हामीले अष्टमीकै दिन हवन राखेको। अष्टमीको प्रात पूजा पश्चात हामी सामूहिक सबै भेला भएर आज 1 तारिक भइगयो, अब 3 दिन 4 दिन मात्रै छ है। र सबै भक्तजनहरूलाई यसपालि के थियो भने नवरात्रमा चौथी र पञ्चमी तिथि एकै दिन परेको थियो। सबै भक्तजनहरूलाई यसै भिडियो मार्फत हामी त्यस दिनमा अष्टमीको दिनमा निमन्त्रणा गर्दछौँ। सधैँ आउन नसके पनि अष्टमीको दिनमा आउनु होला। धन्यवाद सबैलाई। आज की आनन्द की जय हो।